अर्कोच बनाउन पहिला सुरु यसरी रेडी गर्ने। यो लसुन अदुवाको पेस्ट अनि यो अर्कोच, अनि त्यसपछि थोरै तेल तताउने अर्कोच फ्राई गर्न। अनि तेल यसरी तातेपछि यो अर्कोचलाई मजाले तेलमा यसरी फ्राई गर्ने है। यसरी चलाउने रातो हुन्छ हल्का फुल्का। अनि त्यसपछि यो जब यतिको रातो हल्का स्मेल आउँछ नि, अनि त्यसपछि बल्ल यसलाई निकाल्ने। मेरो नाकमा त स्मेल आउँदैन, त्यसलाई आउँछ हल्का रातो रातो जस्तो देखेको छ। यहाँ यसबाट चाहिँ कस्तो देखेछ पनि निकालिदिने यसरी। यो तेल हाल्ने, अनि तेल हालिसकेपछि तेल तातिसक्यो, तेल तातिरहेको छ नि, त्यो थोरै मेथी हालिदिने। म चाहिँ मेथी थोरै हाल्छु, मलाई मेथी खासै मन पर्दैन। अनि मेथी हालिसकेपछि जब यो फुल्दै जान्छ नि, अनि यो जिरा हाल्दिने। म कति हिङ पनि हाल्छु, मलाई चाहिँ हिङ मनपर्छ। अनि त्यसपछि अहिले प्याज नहाल्ने, आलु फ्राई गर्नुपर्छ नि त, त्यही भएर प्लस आलु हालिदिने। तबसम्म चलाउने जबसम्म यो हल्का रातो हुँदैन। यति रातो भएपछि यसमा अनि प्याज हालिदिने। प्याज अगाडि नै हाल्यो भने प्याज डढ्छ, अनि प्याज आलु फ्राई गर्दाखेरि डढ्छ कि, त्यही भएर म चाहिँ यति गरेर प्याज हाल्छु। यसलाई चाहिँ यसरी चलाउने, प्याज हल्का रातो नभइन्छ। प्याज यतिकै रातो भएपछि अनि यसमा नुन बेसार हालेर एकछिन चलाइदिने है। नुन बेसार हालेर चलाइदिने। यसरी चाहिँ लसुन अदुवा र टमाटर हालेर चलाइदिने, किनभने लसुन अदुवा डढा दिँदा चाहिँ टमाटर यसरी हालेर मसला हालेपछि अनि धुलो मसला चाहिँ एकछिन हल्का टमाटर गल्छ नि, बल्ल राखिदिने। हालिसकेपछि चाहिँ यसलाई छोपी चलाउने। यदि टमाटर मजाले गल्छ कि अनि राम्रो देखिन्छ। त्यसपछि यसमा धुलो मसला सब्जी मसला के छ हालिदिनु, अनि चलाइदिनु। त्यसपछि यसरी मजाले चलाइदिनु। चलाइसकेपछि यसलाई फेरि ढ्याप्प छोपिदिनु। यो मजाले मसला पाक्छ सानो आँचमा। यसरी गल्छ मजाले, फेरि यसो चलाउनु। छुट्यो भने चाहिँ होइन, टमाटर मजाले गल्छ कि चारैतिर लाग्छ, सानो आँच गर्नुपर्छ। यसलाई हामी अझै छोप्छौँ। टमाटर त गल्यो, पानी मजाले निकाल्छु। पानी निस्किनु भनेको चाहिँ मसला मजाले पाक्नु हो है। यसरी तेल निस्किन्छ कि मजाले यसरी चलाउने। बल्ल अब यसमा मसेर हाल्ने, यसरी हाल्ने। अनि यसमा मोल्ने, यसले चाहिँ रस हुन्छ। मजाले मोल्ने, कि मसलामा मजाले यो अर्कोच पनि मिक्सियोस् अनि स्वाद फैलाओस् भनेर चाहिँ मजाले मोल्ने। अनि त्यसले यसलाई एकछिन 2-5 सेकेन्ड जति छोप यतिको हुन्छ। अनि यसलाई होइन 5 सेकेन्ड धेरै पनि होइन कि यो कलिङ भने त। अन्त यसमा चाहिँ के गर्ने भन्दाखेरि अब हामीले तातो पानी राखिरहेको हुन्छ नि त, तातो पानी हाल्यो भने चाहिँ यसले स्वाद बरकरार दिन्छ कि। त्यसरी हल्का अब कति लेटो चाहिन्छ त्यति गर्ने। अनि धेरै नचलाउने यसो गर्ने, भित्र राखिदिने। अनि एकछिन छोपिदिने। त्यति भएपछि हाम्रो यो मसला कति लेटो चाहिन्छ
यति गरे हुन्छ। यो पनि हल्का हल्का एकछिन पाक्न दिएपछि मसला पनि हल्का गला जस्तो पनि हुन्छ तपाईँहरूलाई। अन्त चाहिँ अब यसमा आफूलाई मन लाग्छ भने मलाई चाहिँ धनियाँ मनपर्छ, फेरि धनियाँ हालिदिने। अन्त चाहिँ हाम्रो रेडी हुन्छ मसुरा।